नमस्ते सम्पूर्ण मित्रहरूलाई फेरि पनि स्वागत गर्दै उपस्थित भएको छु म एनबी थापा। बजार खुले सँगसँगै केही माथि गएको थियो, त्यस पछाडि साफली फल भयो, लगभग 2673 को लेभलसम्म आयो र त्यस पछाडि फेरि सम्हालिने कोसिस चाहिँ गरेको थियो, तर अन्तिम अवस्थासम्म आइपुग्दा जुन लो बनाएको थियो त्योभन्दा तलसम्म गयो मार्केट र लगभग 2670 को जोनमा पुगेर बन्द भएको छ। आज कारोबार रकम हेर्नुहुन्छ भने 5,65,00,00,000 हामी देख्न सक्छौँ। 33.33% अङ्कले आज बजार घटेको हो, जुन 1.23% हुन आउँछ भने आजको बजारमा 23वटा कम्पनीले मात्र कमाए, 221वटा कम्पनीले गुमाए भने अनचेन्ज भएको चाहिँ छैन। बीएचपीएलले 7.46%ले कमाउँदै गर्दा बीपीसीएलले 6.63%ले कमायो, सिन्धुले 6.44%ले कमाउँदै गर्दा युएसएलबीले 6.11%ले कमाएको छ भने टप लुजरमा हेर्नुहुन्छ भने उहेवा 9.09, एचपीपीएल 4.32 र एसएफसीएल 4.01%ले गुमाएको छ। टप टर्नओभरमा एचआरएल, टप भोल्युममा राजी र टप ट्रान्जेक्सनमा एचआरएल रहेको छ। त्यसै गरी सब इन्डेक्स आजको हेर्नुहुन्छ भने बजारमा सब इन्डेक्सको अवस्था फाइनेन्स सेक्टर 2% भन्दा बढीले घटेको छ भने ट्रेडिङ इन्डेक्स पनि 3% भन्दा बढीले घटेको देख्न सकिन्छ। नन लाइफ इन्सुरेन्स 1.22%ले घट्दै गर्दा माइक्रो फाइनेन्स 1%, म्यानुफ्याक्चरिङ 1.4%, त्यसै गरी इन्भेस्टमेन्ट 1.69% र हाइड्रो पावर 1.37%ले घटेको छ। होटेल एन्ड टुरिज्म 1.35 र ब्याङ्किङ झन्डै 1%ले घटेको छ भन्ने कुरा चाहिँ देखिन्छ। अब ओभरअली मार्केटलाई यदि हेर्नुहुन्छ भने बजारको अवस्था कस्तो छ त म त्यो बारेमा जानकारी गराउँछु। त्योभन्दा पहिला मेरो युट्युब भिडियोलाई रेगुलर हेर्ने गर्नुभएको छ भने च्यानललाई पनि सब्सक्राइब गरेर सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु भन्दै बजारको अवस्थाबारे तपाईँहरूलाई जानकारी गराउन चाहन्छु, के छ त अवस्था भनेर हेर्नको लागि। र यहाँनिर हामीले यदि हेर्नुहुन्छ भने आजको क्यान्डललाई हेरौँ। आजको क्यान्डल यदि हेर्नुहुन्छ भने मैले हिजो पनि अस्ति भिडियो बनाउँदा पनि भनेको थिएँ, यो क्यान्डल अलिकति नेगेटिभ क्यान्डल हो। अब योभन्दा तलतिर आएर क्लोजिङ दिन्छ भने त्यसले अलिकति नेगेटिभ सिनारियो क्रिएट गर्न सक्छ भन्ने कुरा गरेको थिएँ। त्यसै अनुसार हेर्नुहुन्छ भने क्यान्डल वाइज अलिकति नेगेटिभ हामी देख्न सक्छौँ। यहाँनिर अघिल्लो जुन ट्रेन्ड लाइन थियो त्यो ट्रेन्ड लाइनबाट यदि हेर्नुहुन्छ भने ट्रेन्ड लाइनको ठ्याक्कै सपोर्ट एरियातिर मार्केटले सपोर्ट लिन खोजेको हो कि जस्तो चाहिँ देखिन्छ, तथापि आजको फल अलिकति साफली फल्ने जस्तो देखिन्थ्यो। त्यो हुनाले भलै मार्केटले आगामी दिनको यात्रा कसरी तय गर्छ त्यो अनुसार मार्केटले स्ट्राटेजी बनाउनु पर्ने हुन्छ भन्ने कुरा पनि बुझ्न सकिन्छ। र यहाँनिर हामीले अस्तिदेखि फिबोनाचीको रिट्रेसमेन्टको कुरा गरेको थियौँ, जुन रिट्रेसमेन्टबाट यदि हेर्नुहुन्छ भने 0.23 लाई ब्रेक गरेर 0.38 सम्म गइसके पछाडि अब 23 चाहिँ सपोर्ट हुन्छ। यदि यो 23 को सपोर्ट नै लियो, यो ट्रेन्ड लाइन सपोर्ट नै लिएर यहीँबाट बाउन्स लिन्छ भने यो हायर लो हो र त्यस पछाडिको हायर हाईको लागि मास्तिर जाँदैछ भन्ने कुरा बुझ्नुपर्छ। त्यसले बजारलाई केही लेभलमा तताउन सक्छ भने, यदि होइन भने चाहिँ मार्केट फेरि पनि तलतिर आउने र 2580 लगभगलाई ब्रेक गर्न सक्ने सम्भावना चाहिँ अब तल आउँदाखेरि देख्न सकिन्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ। त्यसरी हेर्दाखेरि यो अवस्थाबाट बजारमा के गर्ने त भन्ने स्थिति यदि आउँछ भने अहिलेसम्मलाई हाम्रो नियरेस्ट सपोर्ट भनेको 2580 को जोन नै हो भन्ने कुरा बुझ्नुपर्छ। 2580 भन्दा तल आउँछ भने हामीले त्यही अनुसारको आफ्नो ट्रेडिङ स्ट्राटेजी बदल्नु पर्ने हुन्छ भने त्योभन्दा माथि बस्दै गर्दाखेरि पहिलो सपोर्ट जुन छ त्यो ट्रेन्ड लाइन सपोर्ट त्यसलाई ब्रेक गरेर अथवा 2660 को लेभलको सपोर्ट त्यसलाई ब्रेक गरेर तल आउँछ भने केही लेभलमा सेफ साइड भन्ने बस्न सकिन्छ भन्ने कुरा चाहिँ हामी देख्न सक्छौँ। आजको इन्ट्राडेको अवस्था यदि हेर्नुहुन्छ भने बजार 4 घण्टामा पहिलो 1 घण्टा राम्रोसँग झऱ्यो, त्यस पछाडि केही माथि जाने कोसिस गर्यो, तेस्रो घण्टामा पनि केही सम्हालिने कोसिस गर्यो र चौथो घण्टामा तलै आएर बन्द भएको छ र लास्ट 1 घण्टामा लगभग 2 अर्बभन्दा माथिको कारोबार चाहिँ भएको हामी देख्न सक्छौँ। अब यो बिचमा इन्डिकेटरहरूले कसरी काम गरेको छ, कसरी देखाएको छ भन्ने कुरा पनि हामी गर्छौँ। इन्डिकेटरको अवस्था यदि हेर्नुहुन्छ भने अहिलेसम्म मुभिङ एभरेजभन्दा तल गइसकेको अवस्था छैन, त्यो हुनाले केही आशा हामी यहाँनिर देख्न सक्छौँ भने आरएसआईबाट हेर्नुहुन्छ भने आरएसआई मैले अस्ति पनि भन्दै थिएँ, आरएसआईको जुन 1 आवर टाइम फ्रेममा अलिकति डाइभर्जन हामी देख्न सक्छौँ। त्यो डाइभर्जन जुन बेयरिश डाइभर्जन हो त्यसले चाहिँ मार्केटमा केही लेभलमा सेलिङ देख्छौँ कि भन्ने कुरा गरेको थिएँ, त्यसै अनुसार सेलिङ भने आएको
छ र 1 आवरमै यदि हेर्नुहुन्छ भने MACD-मा नेगेटिभ क्रसओभर बनाइदिएको छ भने डेली टाइम फ्रेमबाट यदि हेर्नुहुन्छ भने आजको हिस्टोग्राम थोरै घट्दो क्रममा चाहिँ देखिएको छ प्लस क्रसओभरमा यदि हेर्नुहुन्छ भने। अर्कोतर्फ बजारलाई यदि हामी स्टोकास्टिकबाट हेर्नुहुन्छ भने माथिल्लो लेभलमा अलिकति नेगेटिभ क्रसओभर यहाँनिर हामी देख्न सक्छौँ भने सुपर ट्रेन्डमा रेसिस्टेन्ट लिएर बजार तलतिर फर्केको हो भन्ने कुरा देखिन्छ र जुन बोलिङ्गर ब्यान्डको मिडल ब्यान्डभन्दा माथितिर सस्टेन हुन्छ कि हुँदैन भन्ने कुराहरू गरिरहेको थियौँ। अहिले चाहिँ मिडल ब्यान्डभन्दा माथितिर सस्टेन हुन खोजेको जस्तो देखिएको छैन। त्यसले चाहिँ बजारमा अलिकति भए पनि प्यानिक सेल गराउँछ कि भन्ने कुरा चाहिँ अब भोलिका दिनहरूमा देख्न सकिन्छ। त्यो हुनाले बजारलाई भर्खर हेरेको अवस्थामै अहिलेको लागि चाहिँ हामीले आकलन गर्न सकिन्छ भन्ने कुरा हो। र एउटा जानकारी गराइहालौँ, यदि सस्तो र भरपर्दो हवाई टिकट तपाईँले चाहनुहुन्छ भने अप्सरा सरू ट्राभल एन्ड टुर प्राइभेट लिमिटेडलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ भन्ने कुरा हो। र यहाँनिर हामीले तपाईलाई एआई चार्ट मार्फत नेप्सेको एआई चार्ट मार्फत हामीले एनालाइसिस देखाउँछौँ जुन एआई स्मार्ट वेल्थ प्रोले देखाउँदैछ। यो यदि तपाईँ पनि आफ्नो स्टकहरूमा यस्तै एआई चार्ट मार्फत आफ्नो स्टकहरू हेर्न चाहनुहुन्छ भने तपाईँले पनि यो सब्सक्रिप्सन लिन सक्नुहुन्छ। त्यसको लागि मेरो प्रोमो कोड NB थापा युज गर्नुभयो भने 50% अफ हुनसक्छ। एक्चुअली रेजिस्टर गरेर हेर्न सक्नुहुन्छ भन्ने कुरा हो। र यहाँनिर हामीले हेर्दैछौँ बजारको अवस्था र जुन लेभलमा सपोर्ट यो देखाइरहेको थियो जुन हरियो एरिया थियो 2640 देखि 2670 त्यो एरियाको सपोर्ट जोनमा अहिलेसम्म छ। ट्रेन्ड लाइनको कुरा गर्नुहुन्छ भने यही ट्रेन्ड लाइनको सपोर्टमा बजार चाहिँ आजसम्म बसेको छ भन्ने कुरा देखिन्छ। अब भोलि ब्रेक गर्छ कि गर्दैन त्यो भने हेर्न बाँकी नै छ भने अहिलेको अवस्थामा मार्केट चाहिँ भर्खर हेरेकै अवस्था छ। जुन यो सपोर्ट जोन छ 2640 सम्मको एरियालाई यसले वाच गर्नु भन्छ। यदि 2640 सम्मको एरियामा सपोर्ट लिएर हायर लोबाट हायर हाई बनाउँछ भने एटलिस्ट 2800 सम्मको एउटा टार्गेट चाहिँ सेट गर्न सकिन्छ भन्ने कुरा देखिन्छ भने नत्र भने मार्केटको ओभरअल अवस्था जुन छ यो चाहिँ लामो समयको साइडवेज लगभग सेप्टेम्बर 2024 देखिको साइडवेज मार्केटकै एउटा रूपमा हेर्न सकिन्छ। र यसको जुन सपोर्ट जोन छ जुन 2560-70 को लेभल छ त्यसलाई सपोर्ट ब्रेक गरेर आयो भने एकचोटि त्योभन्दा पुरानो सेप्टेम्बरको लो 2440 सम्म आउँछ कि भन्ने एउटा डर चाहिँ त्यहाँनिर हामी देख्न सक्छौँ। त्यो भएर अलिकति हामी बिचमा अलर्ट्स भन्ने चाहिँ हुनुपर्छ भन्ने कुरा चाहिँ मैले बारम्बार पनि भन्ने गरेको छु। त्यसै अनुसार आफ्नो स्ट्राटेजी पनि बनाउँदै गर्नुपर्छ भन्ने कुरा चाहिँ देखिन्छ है त। आजको लागि पनि मैले छोटो भिडियो नै प्रस्तुत गरेँ र यहाँबाट बिदा हुने अनुमति चाहे। अर्को भिडियो लिएर पुनः आगामी दिन उपस्थित हुनेछु भन्दै तबसम्मको लागि बिदा हुन चाहन्छु। हस्त नमस्ते।